स्वागत छ सम्पूर्ण साथीहरूलाई मेरो यस भिडियोमा। मैले यो भिडियोमा चाहिँ क्लास 12 र बिबिएस फर्स्ट इयरमा रहेको अकाउन्टिङ सब्जेक्टको क्यास फ्लो स्टेटमेन्ट भन्ने च्याप्टरमा आधारित रहेको फर्म्याट अत्यन्तै महत्त्वपूर्ण फर्म्याट लिएर उपस्थित भएको छु। मैले चाहिँ एकदम सम्झिने तरिका बेस्ट ट्रिकसँग उपस्थित भएको छु। तपाईहरूले हेरेर अन्तिमसम्म हेरेर तपाईँ कन्फ्युज हुनुहुन्छ भने हेरेर चाहिँ तपाईहरूले पनि सजिलैसँग बुझ्नुहुनेछ भन्ने आशा छ मेरो। मैले चाहिँ यो क्यास फ्लो स्टेटमेन्ट नगद प्रवाह विवरण भन्ने च्याप्टर क्लास 12 र क्लास बिबिएस फर्स्ट इयरमा रहेको अत्यन्तै महत्त्वपूर्ण च्याप्टर हो। यो हामीलाई इक्जाममा बिबिएस फर्स्ट इयरमा 15 मार्क्समा आउँछ भने क्लास 12मा हाम्रो 10मा आउँछ 12मा आउँछ, मलाई ठ्याक्कै थाहा भएन। बिबिएस फर्स्ट इयरमा च्याप्टर 13मा रहेको छ भने क्लास 12को त्यस्तै अन्तिमतिर नै छ, तपाईँहरूले हेर्नुहोला। हाम्रो यो क्यास फ्लो स्टेटमेन्ट चाहिँ हामीले तीनवटा तरिकामा तरिका भन्छु, तीनवटा टपिकमा सल्युसन गर्नुपर्ने हुन्छ। हाम्रो यो डाइरेक्ट र इन्डाइरेक्ट मेथड छ। डाइरेक्ट र इन्डाइरेक्ट मेथड दुईटैमा हाम्रो क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज र क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज र क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज भन्ने तीनवटा टपिकमा हामीले सम्पूर्ण शीर्षकहरू लिएर क्वेसन सल्युसन गर्नुपर्ने हुन्छ। मैले यो सम्झिने तरिकाहरू लिएर उपस्थित भएको छु, तपाईँहरूले हेर्न सक्नुहुनेछ। र हामीलाई चाहिँ सुरुमा क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज हाम्रो यो तीनवटा हुन्छ, यसमा पर्ने शीर्षकहरू छन् धेरै नै। मैले चाहिँ यो डाइरेक्ट मेथड स्टेटमेन्ट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज अन्डर डाइरेक्ट मेथड छ सुरुमा। इन्डाइरेक्ट मेथड पनि मैले देखाउने छु, तपाईँहरूले हेर्न सक्नुहुनेछ। क्यास फ्लो फ्रम इन्भेस्टिङ भन्छु अपरेटिङ एक्टिभिटिजमा सुरुमा एकमा पर्ने शीर्षक छ क्यास सेल्स एन्ड कलेक्सन फ्रम कस्टमर भन्ने छ। यसको चाहिँ एकदम सजिलो छ, त्यस्तो गाह्रो केही छैन। एसडिबिआरडी भन्ने सम्झिनु होला। एसडिबिआरडी भनेको चाहिँ हाम्रो एसदेखि सेल्स हो, एसदेखि सेल्स हुन्छ हाम्रो, अनि डीदेखि डेप्टर। हाम्रो चाहिँ यसमा बस्नुपर्ने कुरा के छ भने सम्पत्ति बढ्यो भने माइनसमा हुन्छ, सम्पत्ति घट्यो भने प्लसमा हुन्छ है। सम्पत्ति इन्क्रिज भयो भने माइनसमा, जस्तै लायबिलिटी सम्झिनु भयो भने एसेटको ठ्याक्कै उल्टो हुन्छ भनेर सम्झिए पनि हुन्छ। लायबिलिटीमा हाम्रो इन्क्रिज भयो भने प्लस हुन्छ, डिक्रिज भयो भने माइनस हुन्छ। सम्पत्तिको त्यसको ठ्याक्कै उल्टो हुन्छ, इन्क्रिज भयो भने माइनस हुन्छ, डिक्रिज भयो भने प्लस हुन्छ भन्ने सम्झिनु होला। र यसै गरी एसडिबिआरडी भन्ने सम्झिनु होला। एसडिबिआरडी भन्ने सम्झिनु होला। वानमा क्यास सेल्स एन्ड कलेक्सन फ्रम कस्टमर भन्ने शीर्षकभित्र पर्ने चाहिँ एसडिबिआरडी भन्ने सम्झिनु होला। एसदेखि सेल्स, डीदेखि डेप्टर है, इन्क्रिज भएको छ डिक्रिज भएको छ, डेप्टर भन्ला, अकाउन्ट रिसिएबल भन्ला, बिल्स रिसिएबल भन्ला, नोट्स रिसिएबल भन्ला, जे भने पनि हाम्रो यही शीर्षकमा ल्याउनु होला। अनि अर्को बी भनेको हाम्रो ब्याड डेप हो, अनि अर्को आर भनेको हाम्रो ब्याड डेप रिकभरी हो, अनि डी भनेको डिस्काउन्ट अल्लो भनेर सम्झिनु होला। अनि यति गरिसकेपछि यसमा पर्ने शीर्षक यति नै हो। टोटल क्यास सेल्स एन्ड कलेक्सन फ्रम कस्टमर गरिसकेपछि हाम्रो 2 नम्बर शीर्षकमा के छ भनेपछि क्यास पर्चेस एन्ड पेमेन्ट टु सप्लाइज भन्ने छ। यसमा हाम्रो सम्झिने तरिका के छ भनेपछि आइले कक्स पेएबल गर्न बाँकी छ जसलाई डिस्काउन्ट रिसिभले केही कभर गर्छ भनेर सम्झिनु होला। आइले कक्स पेएबल गर्न बाँकी छ जसलाई डिस्काउन्ट रिसिभले केही कभर गर्छ भन्नुको मतलब के भयो? आई भनेको के हो भनेपछि हाम्रो इन्क्रिज अथवा डिक्रिज के भएको छ त हाम्रो इन्भेन्ट्री। आइदेखि इन्भेन्ट्री अथवा स्टक भन्छ, इन्भेन्ट्री स्टक एउटै हो, जे दुईटा मध्येमा एउटा शीर्षक दिएको हुन्छ। यो सम्पत्ति हो, इन्क्रिज भयो भने माइनसमा हुन्छ, डिक्रिज भयो भने प्लसमा हुन्छ। आइबाट हाम्रो इन्भेन्ट्री भयो, स्टक अथवा इन्भेन्ट्री अथवा स्टक भयो। अनि आइले कक्स है, कक्स भनेको हाम्रो कस्ट अफ गुड्स सोल्ड है, सिओजिएस है, कस्ट अफ गुड्स सोल्ड भन्ने शीर्षकमै दिएको हुन्छ, क्वेसनमै दिएको हुन्छ। क्वेसनमै दिएको हुन्छ, तपाईँहरूले हेर्न सक्नुहुनेछ। अनि आइले कक्स पेएबल भनेको हाम्रो क्रेडिटरका कुराहरू, बिल्स पेएबलका कुराहरू, अकाउन्ट पेएबल अथवा नोट्स पेएबलका कुराहरू दिएको हुन्छ। त्यो एउटै हो, तपाईँहरूले बुझ्नुहुन्छ होला। इन्क्रिज अथवा डिक्रिज के भएको छ तपाईँहरूले
इन्क्रिज भएको छ भने प्लसमा र डिक्रिज भएको छ भने माइनसमा। दायित्व कोटा हाम्रो लाइबिलिटी कोटा सजिलो नै छ। अनि अर्को हाम्रो अहिले कक्स पेएबल पनि भयो, जसलाई गर्न बाँकी छ, जसलाई डिस्काउन्ट रिसिभले केही कभर गर्छ भनेको चाहिँ डिस्काउन्ट रिसिभ छ भने डिस्काउन्ट रिसिभ पनि यही शीर्षकमा पर्छ। यति गरिसकेपछि हाम्रो 3 नम्बरमा छ क्यास पेमेन्ट टु क्यास पेमेन्ट भन्छु पेमेन्ट टु इम्प्लोइ एन्ड अदर एक्सपेन्सेस भन्ने शीर्षक छ। यो सम्झिने तरिका के छ भनेपछि आउटस्ट्यान्डिङ र प्रिपेड पढ्दा मलाई रोस लाग्छ है। आउटस्ट्यान्डिङ र प्रिपेड पढ्दा रोस लाग्छ भन्ने सम्झिनु होला। क्वेसनमै हामीलाई आउटस्ट्यान्डिङ रेन्टका कुरा हुन्छ, आउटस्ट्यान्डिङ वेजेस है जे पनि दिएको हुन्छ, आउटस्ट्यान्डिङका शीर्षकहरू ल्याउनु होला। र अर्को प्रिपेड है, प्रिपेड इन्सुरेन्स, प्रिपेड स्यालेरी, प्रिपेड रेन्ट भनेर दिएको हुन्छ। आउटस्ट्यान्डिङ प्रिपेड पढ्दा मलाई रोस लाग्छ है। हाम्रो आउटस्ट्यान्डिङ दायित्व हो, यसमा इन्क्रिज भयो भने प्लसमा हुन्छ, डिक्रिज भयो भने माइनसमा हुन्छ। प्रिपेड हाम्रो सम्पत्ति हो, हाम्रो इन्क्रिज भयो भने माइनसमा हुन्छ, डिक्रिज भयो भने प्लसमा हुन्छ, बुझ्नु होला। अनि अर्को आउटस्ट्यान्डिङ प्रिपेड पढ्दा मलाई रोस, आरबाट हाम्रो के हुन्छ रेन्ट दिएको हुन्छ है, क्वेसनमै दिएको हुन्छ रेन्ट, आरदेखि रेन्ट, ओदेखि हाम्रो अपरेटिङ एक्सपेन्सेस दिएकै हुन्छ। अनि अर्को एस भनेको स्यालेरी। आउटस्ट्यान्डिङ र प्रिपेड पढ्दा मलाई रोस लाग्छ भन्ने सम्झिनु होला। अनि अरू केही पनि गाह्रो छैन। यसै गरी हाम्रो पेमेन्ट टु इम्प्लोइ एन्ड अदर एक्सपेन्सेसमा पर्ने शीर्षक यति नै हुन्। आउटस्ट्यान्डिङ, प्रिपेड, रेन्ट, अपरेटिङ एक्सपेन्सेस, स्यालेरीका कुराहरू यिनीहरू दिएको हुन्छ। अनि अर्को हाम्रो इन्ट्रेस्ट पेड है, इन्ट्रेस्ट पेड हाम्रो इन्ट्रेस्ट एक्सपेन्सेस, इन्ट्रेस्ट अन डिभेन्चर भन्ला इन्ट्रेस्ट एक्सपेन्सेस यिनीहरू आउँछ। यसमा आउँछ हाम्रो यिनीहरू सबै हाम्रो माथि त्यो अपरेटिङ एक्टिभिटिजमा पर्ने शीर्षक हुन्। र अर्को छ हाम्रो 5 नम्बरमा ट्याक्स पेड भन्ने छ। ट्याक्स पेडमा हाम्रो ट्याक्स एक्सपेन्सेसका कुराहरू आउँछन्, इन्क्रिज डिक्रिज के भएको छ, प्रोभिजन फर ट्याक्स, यो हाम्रो माथि ट्रायलमा दिएको हुन्छ, हेर्नु होला। ट्याक्स एक्सपेन्सेस हाम्रो तल एडजस्टमेन्टमा दिएको हुन्छ, हेर्नु होला। अनि टोटल ट्याक्स भयो। अनि हाम्रो डिभिडेन्ड र इन्ट्रेस्ट रिसिभ भनेको शीर्षक है, डिभिडेन्ड र इन्ट्रेस्ट रिसिभ क्वेसनमा डिभिडेन्ड रिसिभ, इन्ट्रेस्ट रिसिभ दिएको हुन्छ, त्यो यही शीर्षकमा लिएर राख्नु होला। त्यस्तो गाह्रो केही पनि छैन, फर्मेट जानेपछि क्वेसनमा दिएकै हुन्छ शीर्षकहरू, ल्याउँदै टक्क टक्क राख्ने मात्रै हो, त्यस्तो गाह्रो केही पनि छैन। अनि अर्को 7मा के छ एक्स्ट्रा अर्डिनरी। एक्स्ट्रा अर्डिनरी भनेको हाम्रो ब्याङ्क ओभरड्राफ्ट, सर्ट टर्म लोन, हाम्रो यिनीहरू सबै दायित्व हुन्। त्यसकारण हाम्रो इन्क्रिज छ भने प्लसमा, डिक्रिज छ भने माइनसमा। अनि यो इटी पनि भइसकेपछि हाम्रो त यो भइसक्यो। इटी माथि यिनी आइटमहरू सबै हाम्रो अपरेटिङ एक्टिभिटिजमा पर्ने आइटमहरू हुन्। यिनीहरूलाई सबैलाई लिइसकेपछि हामीले टोटल क्यास है नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज भनेर सबैलाई जोडेर माइनसमा आउँछ अथवा प्लसमा आउँछ, त्यसलाई राख्नुपर्ने हुन्छ। र अर्को बीमा छ माथिका सबै एका हुन् भने तल बीमा के छ भनेपछि क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज भन्ने छ। क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिजमा हाम्रो पर्चेस अन फिक्स एसेट है, क्वेसनले फिक्स एसेट्स दिएको छ, लस अन सेल्स अथवा गेन अन सेल्स के दिएको छ, डिप्रिसिएसनका कुराहरू दिएको छ भने हामीले फिक्स एसेट्सको अकाउन्ट निकालेर हाम्रो पर्चेस निकालेर अथवा सेल्स निकालेर राख्नुपर्ने हुन्छ। त्यसको फर्मेट पनि मैले देखाउँला। अनि अर्को पर्चेस अन इन्भेस्टमेन्ट है, यसको पनि सेम त्यस्तै नै हुन्छ। सेल्स एन्ड इन्भेस्टमेन्ट, यसको पनि त्यस्तै नै हुन्छ, फर्मेट म देखाउँछु तपाईँहरूलाई। अनि अर्को सीमा छ यति गरिसकेपछि नेट क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज, हाम्रो बी नम्बरमा पर्ने शीर्षकहरू आइटमहरू यति नै हुन्, अरू छैनन्। अनि सीमा छ क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज है, क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिजमा हाम्रो इस्यु अफ सेयर प्रिमियम भनेर दिएको, प्रिमियम हाम्रो प्लसमा हुन्छ है, प्रिमियम प्लसमा हुन्छ, डिस्काउन्ट छ भने माइनसमा हुन्छ, बुझ्नु होला। अनि रिडम्सन अफ डिभेन्चर, रिडम्सन अफ डिभेन्चर दिएको हाम्रो प्रिमियम छ भने प्लस भएर आउँछ र डिस्काउन्ट छ भने माइनस भएर आउँछ, त्यो बुझ्नु होला। अर्को हाम्रो छ लङ टर्म लोन है, लङ टर्म लोनका कुराहरू ब्याङ्क लोनहरू छन् होला है, त्यस्ता ब्याङ्क 80% ब्याङ्क लोनहरू यिनीहरू ल्याउनु होला लङ टर्म लोनमा। इन्क्रिज र डिक्रिज के भएको छ। अर्को छ हाम्रो डिभिडेन्ड पेड क्वेसनमै दिएको हुन्छ अथवा दिएको छैन भने हामीले फर्मुला म देखाउने नै छु, त्यो फर्मुला युज गरेर हामीले निकाल्न सकिन्छ। यदि गरिसकेपछि हाम्रो नेट क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज भनेर यो सबैलाई जोडेर यहाँ राख्ने। अनि त्यसपछि नेट क्यास चेन्ज हाम्रो ए प्लस बी प्लस सी है, माथिको ए बी सी दुईवटा 3 वटालाई प्लस गरेर यहाँ राख्ने।
यहाँ राखिसकेपछि हाम्रो क्वेसनमा हुन्छ ओपनिङ ब्यालेन्स है ओपनिङ क्यास ब्यालेन्स एड गरिसकेपछि क्लोजिङ ब्यालेन्स हाम्रो क्वेसनमै दिएको हुन्छ क्लोजिङ ब्यालेन्स आयो भने हाम्रो एन्सर मिल्छ है तपाईहरुले गर्नु होला मैले अगाडिको यो डिप्रिसिएसन अकाउन्ट निकाल्ने फिक्स अकाउन्ट निकाल्ने जस्तै प्लान्ट एन्ड मेसिनरी अथवा फर्निचरका कुराहरू दिएको होला त्यो दिएको अवस्थामा चाहिँ हामीले यस्तै अकाउन्ट ओपनिङ ब्यालेन्स हाम्रो क्वेसनमै हुन्छ क्लोजिङ ब्यालेन्स क्वेसनमै हुन्छ गेन अन सेल्स छ भने डेबिटमा हुन्छ लस अन सेल्स भने क्रेडिटमा हुन्छ अनि जता पुग्दैन क्रेडिटमा पुग्दैन भने सेल्स हुन्छ र डेबिटमा पुग्दैन भने हाम्रो पर्चेस हुन्छ तपाईहरुले बुझ्नु होला अर्को चाहिँ हाम्रो एकुमुलेटेड डिप्रिसिएसन भन्ने पनि छ यो निकाल्नु पर्ने हुन्छ कुनै कुनै आइटममा निकाल्नु पर्ने दिएको हुन्छ क्वेसनले आफै त्यस्तो गाह्रो केही पनि छैन फर्मेट हेर्न सक्नुहुनेछ फिक्स एसेट अकाउन्ट जस्तै भनिसके मैले माथिको त्यो प्लान्ट एन्ड मेसिनरी अथवा फर्निचरका कुराहरू दिएको हुन्छ अनि नपुगेको खण्डमा ब्यालेन्स सिडी अनि उता चाहिँ ब्यालेन्स विधि हुन्छ एडजस्टेड पिएल है प्रफिट एन्ड लस अनि यो ब्यालेन्स फिगरको हुन्छ तपाईँ बुझ्नुहुन्छ होला अनि अर्को छ हाम्रो ट्याक्स पेड हाम्रो क्वेसनमा कहिले दिएको हुँदैन त्यो नदिएको खण्डमा हामीले यो फर्मुला प्रयोग गरेर निकाल्नु पर्ने हुन्छ ओपनिङ प्रोभिजन फर ट्याक्स है यो चाहिँ हाम्रो ट्रायलमा दिएको हुन्छ ओपनिङ ट्रायलमा हुन्छ क्लोजिङ पनि ट्रायलमै हुन्छ न्यू प्रोभिजन फर ट्याक्स यो चाहिँ हाम्रो एडजस्टमेन्टमा दिएको हुन्छ यो न्यू प्रोभिजन फर ट्याक्स एडजस्टमेन्टमा दिएको हुन्छ र अर्को माइनस गर्ने क्लोजिङ प्रोभिजन फर ट्याक्स चाहिँ हाम्रो उमा हुन्छ ट्रायलमा दिएको हुन्छ तपाईहरुले हेर्नु होला सजिलो छ अनि डिभिडेन्ड पेड हाम्रो डिभिडेन्ड पेड पनि कहिलेकाहीँ क्वेसनले त दिएको हुन्छ तर कहिले काहीँ चाहिँ आफै निकाल्नु पर्ने हुन्छ त्यो समयमा चाहिँ तपाईहरुले नेट इन्कम क्वेसनले दिएको हुन्छ नेट इन्कम प्लस ओपनिङ पिएल है पिएल चाहिँ हाम्रो रिटेन अर्निङ पिएल दिएको छ भने पिएलदेखि निकाल्नु होला छैन भने रिटेन अर्निङ पनि दिएको हुन्छ त्यसदेखि निकाल्नु होला ओपनिङ पिएल र क्लोजिङ पिएल अथवा ओपनिङ रिटेन अर्निङ क्लोजिङ रिटेन अर्निङ यसरी निकाल्न सक्नुहुनेछ त्यसैगरी हाम्रो अगाडिको फर्म्याट थियो डाइरेक्ट मेथड है अन्डर डाइरेक्ट मेथड थियो भने यो हाम्रो इन्डाइरेक्ट मेथडमा हाम्रो चेन्ज हुने भनेको हाम्रो यो अपरेटिङ एक्टिभिटिज मात्रै चेन्ज हुन्छ अरू सबै सेम नै हुन्छ यसमा चाहिँ हाम्रो नेट इन्कम क्वेसनमै दिएको हुन्छ नेट इन्कम अथवा नेट प्रॉफिट भनेर दिएको हुन्छ त्यसलाई लिएर राख्ने हामीले फर्म्याट बुझेपछि जानेपछि है सम्झेपछि त टक्क शीर्षकहरू आउने आइटम थाहा पाएपछि त ल्याउँदै राख्दै एड गर्नेलाई एड गर्ने लेस गर्नेलाई लेस गर्ने सजिलो हुन्छ त्यस्तो गाह्रो केही पनि छैन नेट इन्कम र नेट प्रॉफिट राखिसकेपछि हामीले एड गर्ने हो नन अपरेटिङ एक्सपेन्सेस है नन अपरेटिङ एक्सपेन्सेस हाम्रो डिप्रिसिएसनका कुराहरू लस अन सेल्स अफ फिक्स एसेट्सका कुराहरू अनि प्रिमियम अन रिडम्सन अफ डिभेन्चरका कुराहरू रिटर्न अफ इन्टान्जिबल अडिटरीय सम्पत्तिहरू जस्तै गुडविल हुन्छ ट्रेडमार्क हुन्छ कपिराइट हुन्छ तिनीहरू ल्याउनु होला एसेट अनि डिस्काउन्ट अन इस्यु अफ सेयर भने हुन्छ क्वेसनले नै आफै हामीले यी आइटमहरू एड गरिसकेपछि लेस गर्नुपर्छ नन अपरेटिङ इन्कम नन अपरेटिङ एक्सपेन्सेस थियो भने तल नन अपरेटिङ इन्कम मुनिमा है हामीले माथि डिप्रिसिएसन थियो तल यहाँ एप्रिसिएसन माथि लस अन सेल्स अफ फिक्स एसेट्स थियो तल हामीले गेन अन सेल्स अफ फिक्स एसेट्स अनि माथि प्रिमियम अन रिडेम्सन अफ डिभेन्चर थियो तल डिस्काउन्ट अन रिडेम्सन अफ डिभेन्चर हामीले माथिको एक्सपेन्सेस तलको इन्कम भनेर बुझ्नु होला सजिलो छ अनि हाम्रो यहाँ डिस्काउन्ट अन इस्यु अफ सेयर छ भने प्रिमियम अन इस्यु अफ सेयर छ अनि हामीले यसमा चाहिँ अपरेटिङका कुराहरू आएन डिस्काउन्ट रिसिभका तिनीका कुराहरू आएन यसमा परेन शीर्षक यसमा पर्ने भनेको शीर्षक यति हो इन्क्रिज डिक्रिज इन करेन्ट एसेट्स है करेन्ट एसेट्स क्यास ब्याङ्क त्यस्ता कुराहरू हुन्छन् तिनीहरू ल्याउनु पर्ने हुन्छ क्यास त हाम्रो आउँदैन है क्यास बाहेक अरू आउँछ है क्यास यसमा चाहिँ हाम्रो क्यास हाम्रो लास्टमा ओपनिङ र क्लोजिङ भनेर आउँछ यसमा क्यास बाहेक अरू करेन्ट एसेट्सहरू आउँछन् अनि अर्को छ हाम्रो इन्क्रिज अथवा डिक्रिज इन करेन्ट लायबिलिटी है करेन्ट लायबिलिटीहरू आउँछन् अनि इन्क्रिज एन्ड डिक्रिज इन वर्किङ क्यापिटल क्वेसनले आफै भनेको हुन्छ यसमा चाहिँ हामीले यति गरिसकेपछि ट्याक्स पेडलाई लेस गर्नुपर्ने हुन्छ बुझेपछि हाम्रो डाइरेक्ट मेथड भन्दा इन्डाइरेक्ट मेथड हल्का छोटो छ सजिलो पनि छ अनि अर्को हाम्रो चेन्ज भनेको यति नै हो हाम्रो अरू सेम चाहिँ हाम्रो डाइरेक्ट मेथड है डाइरेक्ट मेथडको सेम हुन्छ हाम्रो अपरेटिङ एक्सपेन्सेस मात्रै चेन्ज हो फाइनान्सिङ र इन्भेस्टिङ र फाइनान्सिङ हाम्रो सेम त्यस्तै अगाडिको डाइरेक्ट मेथडको जस्तै हुन्छ तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र
मैले अरू फर्मेटहरू पनि लिएर उपस्थित हुने नै छु। तपाईँहरूले आउँदैन भने हेर्नुहोला, फलो गर्नुहोला।